प्रति आकर्षित भयो दिदी। अनि अरू के भयो? उसले मलाई बोलाउँथ्यो, यहाँ आइज त्यहाँ आइज भनेर। म उसले बोलाएको जस्तै गरे उसको इसारामा नाच्न थालेँ दिदी। म ऊ बिना बाँच्नै नसक्ने भएँ। एक दिन उसले म बिरामी छु, मलाई पैसा चाहियो, पैसा ल्याइदियो भन्यो। मैले मेरो श्रीमानले पठाएको पैसाहरू मसँग भएको सबै गरगहना बेचेर लएँ, मैले उसलाई दिएँ। त्यतिसम्म पनि ठिकै थियो। उसले फेरि एक्कासी मलाई ठुलो रोग लाग्यो, 30-40 लाख रुपियाँ लाग्ने भयो भन्यो। म ऊ बिना बाँच्न नसक्ने भइसकेको थिएँ दिदी। मैले आफू बसेको घर पनि बेचिदिएँ, उसले लगेर मैले 40 लाख रुपियाँ पनि दिएँ दिदी। मैले पैसा दिएपछि ऊ आफ्नो परिवार लिएर सम्पर्कविहीन भयो दिदी। मलाई यो कोठामा छोडेर गयो। मलाई अलपत्र बनायो दिदी। मेरो जिन्दगी बर्बाद बनायो त्यसले दिदी। मेरो श्रीमान आउनु भएको छ अरे, मलाई जहाँदेखि त्यही मार्छु भन्नु भएको छ दिदी। त्यही भएर मेरो श्रीमानले मलाई भेटेर मार्नुभन्दा म आफै पहिला मर्छु भनेर मैले भ्यानमा पासा लगाएको दिदी। मलाई मर्न दिनु दिदी, मलाई मर्न दिनु। म पापी हो दिदी, मलाई मर्न दिनु। मैले तपाईँ पिर नगर्नु, म मेरो श्रीमानसँग यो कुरा राख्छु। आफ्नो 2टा बच्चाको मुख हेर्नु, तपाईँले श्रीमानलाई नि सम्झाउँला। नआट्नु, हतारमा यस्तो निर्णय दिनुहुन्न तपाईँले। म के गरौँ दिदी? तपाईँ पिर नगर्नु, म छु तपाईँको लागि। पिर नगर्नु, नरुनु। सुन्नु न, यता हेर्नु न, म अहिले घर जान्छु। तपाईँ पिर नगर्नु, के गर्ने म मेरो श्रीमानसँग सल्लाह गर्छु। त्यो मान्छेलाई जसरी नै हामी खोज्छौँ, तपाईँ पिर नगर्नु। यस्तो निर्णय तपाईँ नलिनु है। आफ्नो बच्चाको मुख हेर्नु है। तपाईँ पिर नगर्नु है। तपाईँलाई के चाहिन्छ म सहयोग गर्छु। अहिलेको लागि म जान्छु है बहिनी। यो चाहिँ नगर्नु।